हेर भाइ गाउँघरको सम्पत्ति यति गहुँ किन्न परेपछि काँटामा तौलेर किलोमा जोखेर किन्न परेपछि कति पर्ला। यो त एकै दिन साँझ हुरी बतास चल्छ, फेरि कलेक्सन गर्न हतार पतार हुन्छ, पानी पर्छ कहिलेकाहीँ भनेर दिनमा यति यति सुकाउने गरेको। अरू त एक दुईपल्ट सुकाएर राखिसकेको अवस्था होइन। त्यसपछि यो भनेको लाई पेल्न लगेर तेल ल्याउने डब्बा हो। यो भनेको 2-3 पालमा सुकाएर राखिसकेको अझ बाँकी छ र केही हो। नेचुरल हाउस नेचुरल लाइफ।